ल गर्नु तपाईको भएको हामी चाहिँ शुभ है ल ल नगर्नु दिनको कामना गर्दै सबैलाई चाहिँ आज यो पोड खेलेको चाहिँ भिडै हाल्छ है ल ल हान्नु अब तिमीले चाल्यो चालिसक्यो हौ तपाईको पालो आयो के रेडी पालो हो मेरो पालो मैले पहिला हान्यो ल आएन तपाईको गाइस कता हो साथी नमस्कार छ सम्पूर्णलाई हामी चाहिँ अब पत्रो अटो चलाएर रामपुर जान लागेको नयाँ हो डेली नयाँ पत्र भन्नु मिल्दैन अब मान्छे नि थोत्रो पर्यो 50 वर्ष कटेपछि थोत्रै हुन्छ अनि आजो पनि थोत्रो नै छ जातिको त्यही गर्ने हाम्रो मारुति भेन हो नि त यो हाम्रो के भन्छ रे ल्यान्ड क्रुजरै हो क्या यो चाहिँ हो नि है ठिकै छ यो पानी परेछ आफ्नै मेहनतले पसिनाले कमाएको धन हो नवरी नप्रब्लम खुसी नै छ भनौँ धेरै साथीहरू चाहिँ अटो चलाउन लगाउँछ कि म चाहिँ यस्तो मजा आउँछ जिन्दगीभरि अटो चलाएर हिँड्न मन लाग्छ कि किन सधैँ पनि कस्तो नै के हुन्छ तिनीहरू त आधुनिक कोही चलाउने रे आफ्नो आफ्नो इच्छा हो नि यस्तै हो 99% है यो पनि पेन्सनवालाहरू फेरि चलाउनु पर्दैन अब हल्का पानी पर्न लागेको छ है भरे आउँदा अझै पर्छ होला रामपुरमा म चाहिँ आज सुरुमा चाहिँ बुबु घरमा जाने हो अनि बुबु घरमा है यसो भेटघाट हाम्रो बुबु भनाइको दुःख सुखको कुराहरू हुन्छ अनि त्यस पछाडि फेरि म तल दुर्जन काका घरमा जान्छु अनि सायद 2 पन्ध्र लगाइसकेपछि अलिक ढिलो भयो अन्त चाहिँ अहिले जान भ्याउँदैन होला अलि रातै पर्छ होला तपाईँहरू चाहिँ गाह्रो नमान्नु होला है उसको घर मात्रै जान्छ खाली उसको काका घर मात्रै जान्छ भने त्यस्तो चाहिँ नसोच्नु होला प्लिज गाइज म चाहिँ पक्का आउँछु कुनै दिन आज चाहिँ यसो ढिलो भए पनि ल अब चाहिँ चिसो मौसम चल्दै बुढाबुढीको घम्सा घम्सी पर्ने भयो यार अगाडि आएर बस्यो अनि भिडियो बनाऊ भन्छ अनि हातै पर्छिन् दण्ड ल्याएको गाडी बाहिर आएको पनि फेरि बाटो राम्रो छ पानी पनि परिरहेछ साथीहरू होइन ल यो फुपू घर पछाडि आज दसैँमा नि पुरै पानी परेको छ दसैँको दोस्रो दिन हो आज उतापट्टि चाहिँ नरदेव दाईको घर पऱ्यो उतापट्टि काठपाटे घर हो त्यो चाहिँ होइन यहाँ म उभिएको चाहिँ फुपू घर पऱ्यो ल यतापट्टि गोरे दाईको घर है यो चाहिँ घर ल पानी मजाले परेछ है साथी आज केमन आराम लदिङ हुआ हेलो गाइज हामी चाहिँ अहिले ठ्याक्कै भन्नुपर्दा यो रामपुर गुन्जक सिंह रोड पर्यो है अहिले चाहिँ म यहाँबाट चाहिँ नरतिर जाने हैन भनेर चाहिँ आएको नरमा चाहिँ
माछा हेर्न जानु पर्यो है साथी हो। माछा कस्तो छ है, माछा हेर्नु छ। मौसम चाहिँ अहिले एकदम खुलेको छ साथीहरू। अघि भर्खरैसम्म पानी परेको थियो हैन, अहिले भने मौसम खुलेको छ। घाम चाहिँ खासै लागेको छैन, अलिअलि हल्का छाया देखेको छ। यो चाहिँ धान चाहिँ मैले यसरी देखाएको छु हैन, यो पानी धेरै भएर यस्तो भएको है। यहाँ चौटा चौटा पुरा खाइदिएको छ धान चाहिँ पानीले। यो चाहिँ अति राम्रो भएर छ धान चाहिँ। लाने हो कि भयो बोरा को भन्दिनु भयो। फेरि परिसक्यो होला माछा, परिसकेको छ ल। ल यहाँ हाम्रो काकाहरू बसिरहेछ। आमो ल भैँसी गोठ पनि देखाउने काम चाहिँ अब। ल यो भैँसी रहेछ एउटा, यो पनि छ एउटा। सम्म बेला नानु वादी यहाँ पनि माछाको आन्द्रा फाल्दै रहेछ। ल यहाँ पनि छ। त्यहाँनिर यति धेरै धर्के सुरुमा त धर्के धर्के त्यसपछि बल्ल ल यहाँ मैले भेडा पनि देखाउँछु है तपाईँहरूलाई। काकाको भेडा, दुजन काकाको भेडा चाहिँ सायद अस्ति दसैँमा नै मारेर खाइ के गर्यो। ल यहाँ एउटा रहेछ भेडा माउ है, अनि यहाँ एउटा सानो बच्चा रहेछ, यहाँ चाहिँ रहेछ एउटा। अनि ल यहाँ दुईवटा रहेछ है, यहाँ दुईवटा रहेछ, यहाँ दुईवटा रहेछ। टोटल कतिवटा, 4वटा 5 6 7 8वटा रहेछ। 8वटा भेडा रहेछ बाजे बुढोको। त्यहाँ पो यहाँ तीन खालबिरकै काकुलाई सुरजै बने यहाँ पैको चारै मादै थियो। त्यो सुरज चौकन बेल छ्या पनि थियो, म सुरु पनि है त्यसमा पहिलो तामा क्यों नै खानु हो त्यसमा सुरु पनि नासा त पोखरी भनेर नस्याम सानीले नासा त के र जति कुबजो आता श्याम आता तागम आताले न मजा है तम ता यो गर्न ता गर्मी ता चिसो तर तागम चिसो किर्बै शब्दमा जुवा पढाइ त राम्रो थियो, के भयो पढाइ छोडिदियो।
ल साथीहरू अब रात पर्न लाग्यो अब घरतिर फर्किनु पर्ला फुपूनिर खाना खाएर जाने भनेको छ अब माथि घरमा फुपूनिर भात खाने फेरि हामी भरतपुर जाने हो साथीहरू हाम्रो भ्लग चाहिँ हेरिदिनु होला मजारी सक्छ भने तपाईहरुले लाइक कमेन्ट शेयर पनि गरिदिनु होला अब भने हामी जानुपर्ने अवस्था हो ल यो चाहिँ नयाँ झन्डा आएको रहेछ ल नेपालको झन्डा यस्तो हुनुपर्छ भने बुढाको चाहिँ ल किताब पनि देखाउनुस् त सुरुमा कस्तो थियो पहिला यो चाहिँ उहाँले चाहिँ बुकै लिएर हिँडेछ ल सुरुको ल देखाउनु ल यो पहिला सुरुमा हामीले त देखेन नि त यो रहेछ सुरुको झन्डा चाहिँ जमानाको नि यो सुरुमा यो थियो रे हिस्टोरी अफ नेपाल फ्ल्याग रे अनि त्रिभुवनको पालो अहिलेको यो तल छ अब भयो भने ल यो हुनुपर्छ भने है ल अब खै यो झन्डा आउनलाई त निकै समय लाग्ला लान त दुईवटा तिनवटा पुस्ता यहाँ डन्डा हालेपछि त त्यही हो कि चतुर्भुज हुन्छ कि त्रिभुज हुन्न चतुर्भुज हुन्छ कि चार भुजा हुन्छ मतलब चार कोना हुन्छ तीन कोनावालाको झन्डा कहिल्यै हुन्न कि मम्मी त्यो नेपालको मात्रै हो कि नेपालमा त त्यो मन्दिरलाई हिन्दूको लक्षित गरेर बनाएको झन्डा हो कि हिन्दूलाई त भन्न मिल्दैन नै नै त्यो धर्मको विषय नै छ नि त्यहाँ त्यो मन्दिरको झन्डा त्यस्तै हुन्छ नि त खोइ राख्नु तपाईँको बुक खोइ ल त्यो देखाउ त ल यो चाहिँ प्योर अब हुनुपर्ने झन्डा यो रहेछ ल पल्टाउँदा अझै आर्ट बाई काका ल तपाईँले बनाएको यो सोल्टी ए ल यो झन्डा आयो भने नेपाल युरोप बन्छ युरोप युरोप बन्नु त पर्दैन लन्डन देशमा जागिर पाएको हुनु पर्यो कि यो झन्डा राम्रो छ ल युरोप चाहिँ बन्नु पर्दैन देशमा सुविधा सम्पन्न सेवा शुल्कहरू सबै उस हुनु पर्यो राम्रो हुनु पर्यो यो सबै मोस्ट पपुलर भनेर लेखेको छ है ल काका नेपालको झन्डा त्यहाँ हुने भए त मैले बनाउनै ल नयाँ कुरो चाहिँ आज चाहिँ हामीले चाहिँ जानकारी गराइहाल्यो त्रिभुवनको पालो गरेको अरे पहिला यस्तो रहेछ ल त्रिभुवनको पालोको झन्डा रहेछ अनि यो पछि कसको यो 1743बाट 1816मा सम्म बस्या रहेछ है यो फेरि 1800बाट 1856 यो त 1856बाट 1930 यसरी बदली हुँदै गएको छ है अहिलेको चाहिँ यो हो हैन यो भन्दा नि यही हो अहिलेको हैन हैन फोर्थ फ्ल्याग अफ किङडम अफ नेपाल है राजाको पाला यो अहिलेको यो हो ल रिपब्लिक अफ नेपाल है रिपब्लिक फरक छ यो हैन यहाँसम्म फरक छ यसमा फेरि यो छैन नि त निलो यहाँबाट निलो छ कि अनि यो र यो त सेम भयो नि त ल ल ल तपाईको शुभ नाम भनिदिनु नि त मेरो शुभ नाम भीमबहादुर गुरुङ ए ल है उहाँ सोल्टेको नाम चाहिँ भीमबहादुर गुरुङ उहाँ चाहिँ जमानामा चाहिँ है के सरकारी जागिर केमा खानुहुन्थ्यो तपाईँ पहिला सरकारी जागिर केमा जागिर गर्नु मैले कृषि क्याम्पसमा कति वर्ष गर्नुभयो तपाईँले 32 वर्ष जागिर गरेर अहिले चाहिँ उहाँ सेवानिवृत्त भएको अवस्थामा हो उहाँले चाहिँ घरमा बसेको बेलामा चाहिँ यस्तो किसिमको झन्डाको एउटा विशेष तयारी चाहिँ हैन एउटा रचेर बनाएको भनौँ न झन्डा चाहिँ ठिकै लाग्यो उहाँको चाहिँ राम्रो कुरा हो हुन्छ हजुर राम्रो लाग्यो थ्याङ्क यू है त ल सोल्टी ल
अगाडि बढ्नुहोस् पुरानो धन्दा हामीले खेल्नुपर्छ है। हजुर 60 वर्षको पुरानो धन्दा। हजुर यो धन्दाले चाहिँ नेपालीलाई नेपालको त पृथ्वी नारायण शाहदेखि लिएर सबै 12वटा राजा सिद्ध्यायो। हजुर राजा ज्ञानेन्द्रलाई पनि हटाइदियो हजुर होइन। हजुर मदन भण्डारी हट्यो विद्वानको सबैको हत्या बनायो यो धन्दामा यति शुभ छैन यो अहिलेको पुरानो धन्दामा। ए नेपालको सबै उद्योग धन्दाहरू सबै खत्तम भयो। इन्डियाको रहले हामीलाई यतिसम्म दबाएको रहेछ। वर्णन गरेर यहाँ अहिले मैले भन्न सकिनँ। हजुर यो पछि संसदमा यहाँ मैले प्रधानमन्त्री त मैले पुरा म भन्ने छु। तपाईँ सिंहदरबार पनि जानुभयो? गएर पनि मैले यो अहिले 82 सालदेखि 84 सालभित्रमा धन्दा परिवर्तन भएन भने नेपालमा ठुलो आन्दोलन भएर ठुलो आगजनी हुन्छ भनेको छु। धनजनको क्षति हुन्छ। आशीर्वादी भएर छाड्यो। ए हो नि हो। किनभने यो धन्दा हामीले नफेरेसम्म हामी अब आउने हाम्रो भावी पुस्ताले कहिले पनि सुख पाउने छैन। हाम्रो त जिन्दगी गयो यसै गयो। हाम्रो बाबुबाजीको त्यस्तै भयो। 104 वर्ष आयो सुख भयो यस्तो हिसाब पनि छैन। पुरानो धन्दामा हामी एउटा कपडाको टालो जस्तै हो। यसलाई फेर्नलाई त्यति खर्च लाग्दैन जति अहिले हानि नोक्सानी भयो त्योभन्दा बढी खर्च भयो। ल ल राम्रो लाग्यो। ल तपाईँको कुरो सुनेर राम्रो लाग्यो। अगाडि बढोस् तपाईँ। नेताको भन्दा पनि यो ल हामी चाहिँ अहिले कासबातीनिर हो फुपू घरमा है। यहाँ हाम्रो श्रीमतीज्यू छ फेरि। सरी यो कुरालाई मैले दोबारा म करेक्सन गर्न चाहेँ। श्रीमती चाहिँ मेरो है फेरि हाम्रो होइन हाम्रो ल ल हिन्दीमा भन्छु नि जैसे थे हो त्यो चाहिँ जैसे थे भइगयो कुरो पनि करेक्सन भइगयो। फुपूले चाहिँ लोकल रक्सी नहाने दिएको फुपूले आज फेरि रक्सी ल्याएको छ। ल फुपू थ्याङ्क यू। हाम्रो फुपू बिचरा ल रक्सीले पारेको फुपूले पारेको रक्सी खाएँ है। ल नखाने भनेको अब खाएको थिएन अब खान मन लाग्यो खाइदिएँ। हाम्रो फुपूलाई हेर्नुहोस् है। ल हाम्रो फुपू ल कति राम्रो छ। हाम्रो फुपू मिकी सन्तानको सबको फुपू हो मेरो मात्रै होइन। ल फेरि यहाँ बहिनीले फेरि यहाँ स्याट ल्याइदियो। के हो यार यो यहाँ के हो ल्याइदिएछ फेरि है। भेडाको मासु ल्याइदिएछ है। ल अब चाहिँ हामी खाना सुरु गर्नु पर्यो। शरण्य त्यो बजे आमै रक्सी बोध भेल तै बजे आबो हम बोधे थुआमो बिंगा भोसी बोधु भेल भयो हामी त पाखानी कहाँ यसको मुख पोल्दैन पोल्दैन हो नि हो के नानी भन्छ ल ल बाई बाई गर ल भान्जी कता फेरि म गरेर फोन गर्दै थिएँ कता के खाएको ए आप्पी हो त्यस्तो आप्पी खाएर मोटा आएको थिएँ ड्राई चिज खानुपर्छ सुक्खा रोटी सादा पानी अनि त्यस्तो ल हजुर अब हामी चाहिँ गफ गर्दैछौँ यहाँ प्रधानमन्त्रीहरू